हेलो गाइज नमस्ते, तपाईँलाई स्वागत छ आजको मेरो नयाँ भिडियोमा हैन। सर्ट भिडियो आउनेछ तर सबैले माया चाहिँ गरिदिनु होला। अब भिडियोहरू हाल्छु युट्युबतिर, माया नै छैन के, माया भन्ने कुरा अब सपोर्ट चाहियो नि त, सपोर्ट नै छैन। अहिले गाइज म चाहिँ पार्कमा पुगिसकेँ। आज यस्तो सन्डे हुनाले पुरै मान्छेहरू पुरै हेर्नु है, मान्छेहरू जताततै यस्तो छन् कि पुरै मान्छेहरू यताउति यसरी खेलिरहेका छन्। धेरै छन् मान्छेहरू आज, नेपालीहरू पनि भेट्टेलान् होइन। हो यता इन्डियाको, त्यही भएर यहाँमा चाहिँ पुरै मान्छेहरू हेर्नु यता खेल्नेहरू पनि धेरै छन्, त्यही भएर यस्तो छ सबै। यता खेल्नेहरूको पनि भिड लागेको छ यस्तै, त्यही भएर सो गाइज अब हम दिखाएंगे यो चर्चित मूर्ति। अनि यसरी फोटो खिच्नेहरूको लर्को लाग्छ यता चाहिँ। यो चाहिँ यस्तो छ होइन, मान्छेहरू यस्तो छन् टनाटन यहाँ। अब हजुरहरूले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अस्तिको भिडियोमा खै पार्कको भिडियो बनाउनु भनेर भनेको थियो, त्यही भएर चाहिँ मैले यो भिडियोलाई गरेर होइन पुरै यस्तो छ। हेलो गाइज नमस्ते, आज चाहिँ म बाहिरदेखि ड्युटी गइरहेको छु होइन। यस्तो एउटा कामै 6 बजीको ड्युटी हो, 7 बजिसक्यो। अब यहाँ रोड पनि यस्तो छ, पुरै सुनसान छ है, मान्छेहरू त छन्। अब त्यस्तो भन्दा पनि यति लेट भइसक्यो म ड्युटीमा जानुको लागि। अब बेल मार्छु, गाली सुन्नुपर्छ गाइज। गाली भन्दा पनि अलि अब कुराहरू सुनाउँछन् कि डेट यो हो भन्छन् कि। अब बेल मार्न गइरहेको छौँ हामी है, तर टाइम लास्टै भइसक्यो, लास्टै रिसाउने हुन् कि। अब यस्तो डर भइरहेको छ, घुम्नेखेरि मजा आउँछ, भित्र जाँदाखेरि डर लाग्छ कि। त्यही हो गाइज, गेटमा पनि पुगिसकेँ, यही हो गेटमा पनि पुगिसकेँ, ऐना पनि यसरी देखिसक्यो। बेल मार्न गइरहेको छौँ है त हामी। क्या बोलेंगे अब देखना, बोल दिया। अब अंदर आ गए हम, कुछ भी नहीं बोला अभी। गेट पनि बन्द भइसक्यो। फाइनली गाइज कोठीमा पनि पुग्यो। अब त्यस्तै हो गाइज, अब कामतिर लाग्नु पर्यो सबैलाई। बाई बाई, सी यू अगेन।